वाह क्या लड़का है, वेरी हैंडसम बॉय, इससे तो बहुत मजा है। त्यो पार्टीको त नामै गलत छ क्या। स्वतन्त्र भन्ने पार्टी हुन्छ? हामीले चुनाव जितेको होइन, एक दुईजना मेयरहरूले जितेर यसो वाइ वाइ गरेको नामै लगेर गयो। अचम्म लाग्छ। हाइज्याक गर्ने बानी क्या। घरि जेन्जीको आन्दोलन हाइज्याक गरेको छ, घरि नामै हाइज्याक गरेको छ स्वतन्त्र भन्ने। कुन दिन मेरो नाम पनि हाइज्याक गरेर हर्क साम्पाङ लेख्छन् साथीहरू। कैसे कैसे लोग रहते हैं यार यहाँ पर, साला तुमको पागल कुत्ते। सुन्नुहोस् है, राम्रो बुझ्नु है, बिचमा प्याच्चा नसोध्नु सधैँ जस्तो। आउँदैछु म कुरा फेरि यहाँ आउँदैछु भन्दैछु त। उपमेयरले शुभ यात्रा भन्यो, त्यो नभनेपछि नि नदिनु भएको त्यति त भन्नु पर्दैन नि। चुनाव पछाडि त मै हो प्रधानमन्त्री, प्रधानमन्त्री को हो त प्रधानमन्त्री? बालेन शाह। हे त्यस्ता मुला अप्ठ्यारो हुन्छ, काम गर्न अप्ठ्यारो हुन्छ, काम गर्न अप्ठ्यारो हुन्छ, अप्ठ्यारो होस् हुन्छ, अप्ठ्यारो। त्यो अप्ठ्यारो र गाह्रो काम गर्ने म आएको सजिलो त गरिहाल्छु। बालेन, रवि लामिछाने, के अरे कुलमान घिसिङ, शेरबहादुर देउबा, प्रचण्ड, अनि अर्को के अरे केपी ओली, उहाँहरूले यो टी सर्ट लाउनु पर्छ कि पर्दैन? म हुँ श्रमदाता, हेर्दिनँ म अरूको आश, खड्याङ खड्याङ बेल्चा गैँतिर कत्रे कत्रे हान्यो भने सुन्नु न 1 करोड बेल्चा चल्दा कस्तो सुनिन्छ होला है? खड्याङ खड्याङ भन्नु त एकचोटि, खड्याङ खड्याङ भन्नु न तपाईँ, खड्याङ 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 खुब भनिरहँ न खड्याङ भन्नु न। कस्तो लजाको देश बनाउनुको नाममा लजार हुन्छ पत्रकार। खड्याङ खड्याङ भन्नु न, खड्याङ 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 1 करोड बेल्चा खड्याङ खड्याङ चलाउँदा चीनको बेजिङबाट सुनिन्छ। अनि के गर्दैछ तिनीहरूले भने सेटेलाइटबाट हेरोस् न, हेर्दा त राम्रो। ल अब नेपालीहरूसँग सकिँदैन रहेछ भन्नुहोस् न, त्यो दिन हामीले नबनाउने। प्रुफ छ मसँग, तर तपाईले प्रुफ हुँदैन। जेसुकै हो, आई हेभ अ प्रुफ। के छ तपाईले दिनुपर्ने के छ? नो होस् न, मिलेन नमिलेन, मसँग प्रुफ छ। रवि लामिछाने हैन, बालेन शाह र के अरे त्यो अर्को कुलमान घिसिङ, उहाँहरूलाई चाहिँ यो 3टा टी सर्ट पठाइदिन्छु। यहाँ हर्क साम्पाङको फोटो राखेको टी सर्ट लाउनु पर्छ। कुखुरा पाल्न बिग्दैन, घाटामा गइन्छ, दोकान खोल्नु बिग्दैन, जागिर खोज्नु पाउँदैन है, खेती गर्न मन लाग्दैन। कुटोको दालो मकै भन्ने सबैले हेरेर आछि यो किसान भाषा भन्ने हाल्छ। बरु त्यो भन्दा हल्ला भाइ लुडोमा चाहिँ च्याम्पियनै हुन्छ। लुडोमा चाहिँ नेपालीले विश्व कप जित्छ, 2 भन्छ 2 नै पनि निकाल्छ। नजाने मान्छेले शिक्षक बनाएको रहेछ, व्यवस्थापन समिति के पार्टी भनेर त्यहाँबाट गर भनेर निकाल्ने मुद्दामा गए। अस्ति अदालत जलेर मुद्दा पनि जलेर आनन्दै भयो। का मेयर हर्क साम्पाङ भनेको एकदम राम्रो मान्छे हो, इमानदार हो, तामाङको छोरा हो, उसले गर्छ, तामाङको छोरा हो। यो संसारकै जुनसुकै शक्ति आओस् हर्क साम्पाङले हल्लाउन सक्दैन। तपाईले चुन्नु भएको सक्दैन भन्दैछु त। यो देशको सगरमाथालाई हल्लाउन सजिलो होला, हर्क साम्पाङले हल्लाउन गाह्रो। सक्दैन। होइन, राष्ट्रपालाई कतिको चुनौती लिनु भएको छ यहाँहरूले यति बेला? कुन पार्टी? चर्चा त राष्ट्रपाको पनि छ बजार। म त त्यो पार्टी चिन्दिनँ। बलिरहेको आगोमा हाम फाले मैले। धुरो धुरो रोएका हर्क साम्पाङलाई बालेन शाहले स्ट्याटस लेख्दै फगाए। तिमीले मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिन, यु आर माई ट्रु लभ। के अरे अर्थमन्त्रीको नाम तपाईलाई थाहा छैन? अर्थमन्त्री नाम थाहा छैन मलाई। उहाँहरूको पैसा हो र उहाँहरूको ब्याङ्क ब्यालेन्स छैन। नाम थाहा हुने गरी काम पनि गर्नुपर्छ होला नि, त्यसले थाहा हुन्थ्यो होला नि त। राजै ल्याउने भने चाहिँ मलाई बनाउनु भनेको मैले। राजा चाहिँ भयो भने म बोल्दिनँ फेरि। बोल्नु मिल्दैन, राजाहरू कहाँ बोल्नु मिल्छ होइन? कालो चस्मा लाउने हो
यति हो नि अन्त मेयर भएर पो त यहाँ काम गर्नुपर्ने हो होइन दुनियाँसँग चाहिँ गाली पनि खान्छ बाँच्नु पर्छ राजा चाहिँ भयो भने म बोल्दिनँ है फेरि बनाउने हो भने म ठिक छु त्यसमा फिट छु जस्तो लाग्छ अलिकति यङ पनि छु होइन एनर्जेटिक पनि छु गीतहरू पनि गाइहाल्छु भन्नुको मतलब अहिलेको व्यवस्था सबैभन्दा राम्रो व्यवस्था हो मेयर साहबको काम भनेको चाहिँ के हो राम्रोसँग थाहा छ नि तपाईँलाई थाहा छ मलाई थाहा नभएर कसलाई थाहा हुन्छ के हो यो छाता ओढाको आफै यस्ता नाथे गर्ने यस्ता नाथे गर्ने उता लानु यो यसले त बिगार्छ त पानी बिग्रेकै यही भएर लास्टै गरी हो काम बनायो लास्टै गरी अहिले श्रम पर्यटन भइरहेछ सर तपाईँलाई मेरो निम्तो छ आउनुहोस् 1 घण्टा तपाईँलाई ढुङ्गा बोकाउँछु तपाईँ आफै पाइप बोक्नुहुन्छ आफै कोदालो बोक्नुहुन्छ हो त्यो त राम्रो छ त आफै तपाईँ छ नि हो सबै साधन स्रोत चाहिँ बोकेर लिएर गएर काम गर्नुहुन्छ के हिसाबले कोदालो बोक्दो सुहाउँछ पाइप बोक्ने काम गर्ने हो म त यहाँ प्रचण्ड केपी ओली शेरबहादुर देउबा जस्ता छन् नि उहाँहरूलाई म आधी घण्टा त बालुवा बोकाउँछु चुनाव गरेर गठबन्धन गरेर तिमीहरूलाई चुनाव मात्रै होस् अथवा संसद पुनः स्थापना मात्रै होस् तिमीहरूलाई चेन्ज ल्याउनु पर्छ हामीले चेन्ज ल्याउनै पर्छ तपाईँ एक्लै चेन्ज ल्याउन सक्नुहुन्छ परिवर्तन गर्न सक्नुहुन्छ गौतम बुद्ध कतिजना हुनुहुन्थ्यो जान्नु चाहिँदैन ठ्याक्कै भन्नु सुन्नु न पश्चिम भन्नुलाई तपाईँ जातिको फेरि कुरै गर्नु भएन हाम्रो देश नेपाल बहुजाति बहुधार्मिक मुलुक होइन त्यही भएर त मैले भन्दैछु तपाईँ किन जातिको विरोध गर्नुहुन्छ सुन्नु न जातिको विरोध मैले गरिनँ विरोध गर्नुहुन्छ तपाईँ फेरि कुरै बुझ्नु भएन कि पश्चिममा जनतालाई भन्नु यहाँनिर तपाईँ सुने पो भन्नु तर सुन्नै हुन्न तर मलाई मै जस्तो मान्छेलाई चाहिँ होइन जो चाहिँ तपाईँको देशको चाहिँ नि होइन लागि सोचिरहन्छ त्यस्तो मान्छेलाई चाहिँ मुद्दा लागेको छ काँडै काँडा बरु त्यसले त्योभन्दा बरु कसको चित्त बुझ्दैन भेट्दिउँ क्या एकचोटि तर 2-3 जनासँग चाहिँ एकचोटि सक्दिनँ सिङ्गल चाहिँ म भेटिदिन्छु किन चाहियो धरानमा एयरपोर्ट विराटनगरमा त्यति ठुलो एयरपोर्ट हुँदै यस्तो छ हौ जनता जान्न चाहन्छन् बताउनुहोस् अर्को सामान छिमेकीको घरमा टोइलेट छँदैछ किन मेरोमा बनाउने भने जस्तो भन्थ्यो त के थाहा अब कमिसन समिसन पनि भन्ने सुन्छु म होइन त्यो पनि हो कि बा होइन मागेको त छैन मलाई त के माग्न सक्छ म लात्ताले दिइहाल्छु मुखै झापामा गएर सोध्नु न त्यहाँ कुकुर बिरालोलाई सोद्धा म्याउ भनेर माटो भन्छ क्या म्याउ माटो केपी ओलीलाई म चिन्दिनँ उहाँले लोकतन्त्र बुझ्नै भएको छैन वाट इज डेमोक्रेसी भन्ने उहाँले बुझ्नै भएको छैन उहाँलाई एकचोटि सबैजनाले अब हुन त उमेर गयो होइन अब सिक्ने उमेरै छैन तपाईँको सबभन्दा प्रिय साथीको मेयरमा क्या मेयरहरूमा हाम्रो बालेन सर श्री बाबु मर्जन रेणु दाल र बालेन शाह मनपर्छ मलाई मेरो बेस्ट फ्रेन्ड नै उहाँ हो त अहिले चुनाव पछाडि त मै हो प्रधानमन्त्री प्रधानमन्त्री को हो त प्रधानमन्त्री बालेन शाह त्यस्ता मुला प्रधानमन्त्री बन्नु भएन भने धरानमा मुख देखाएर हिँड्न सक्नुहुन्छ सर बन्नु भएन भने धरान छोड्नुहुन्छ नेपालको नागरिकता त्यागेर शरणार्थी 2टा पार्टी एउटा हुँदैन कुनै हर्क सम्बङले भन्नुभएको छ म प्रधानमन्त्री बनिन भने देश छोडी शरणार्थी बन्छु भन्नुभएको छैन भन्नुभएको छ भिडियो छ मलाई सोध्नु न हजुरले भन्नुभएको थियो नि एउटा भिडियोमा यता सुन्नु म अहिले पनि भन्दैछु हजुर नेपाली जनताले बहुमत दिएर 5 वर्षको सरकार चलाएर पनि नेपालमा विकासको होइन अनुभूति हुने गरी काम गर्न सकिन भने नेपाली नागरिकता त्यागेर शरणार्थी बन्छु भने हो अनि तपाईँले भन्नुभएको थियो म प्रधानमन्त्री बनिन भने देश छोडेर हिँड्छु भन्नुभएको थियो म प्रधानमन्त्री बनिन भने भन्नुभएको थियो बहुमत भन्नुभएको थियो